Hello and namaskar my friends and welcome to my vlog video. So आज चाहिँ म तपाईहरुसँग केही भिडियो लिएर आएको छु. सो म चाहिँ यसबेला रेडी भइसकेको छु स्कुल जानलाई. स्कुलबाट नै मलाई कोले अनि कहाँ बोलाउनु भएको छ अनि म के गर्न जाँदै छु. सो तपाईहरुले भिडियो अन्त्यसम्म हेरेर थाहा गर्नु हुनेछ भन्न चाहन्छु. साथै म एकैचोटी स्कुल बिदा भएर गएको देखि म तपाईहरुमा माझ उपस्थित हुनेछु भन्न चाहन्छु. खै हाइ गरेको हातले हामी चाहिँ अब पारी जाँदै गरेको बाजे बोजूकोमा हैन. यसबेला म चाहिँ भ्यू चाहिँ दामी देखिन्छ हौ यसमा फोटो बनाउँदा फोटो खिच्दा चाहिँ. अनि यस्तो यता माथि त झन् हेर् कस्तो राम्रो देखिन्छ नि. उ यहाँ माथि यस्तोमा यहाँबाट खिच्दा खतरा देखिन्छ नि डाँडा काँडामा फोटो खिच्दा. साथीहरु अब चाहिँ हामी पुग्न आँट्यौं. हामी चाहिँ यसबेला बाआमाकोमा हिँडेको. म चाहिँ स्कुलैदेखि यतिखेर ड्रेसमै छु. पारी आज फ्यामिली भेला हुने कुरो छ हैन. रमाइलोको लागि वरिपरि छौं अनि अब अलिकति केही भयो भने खाने सबै भेला भइयो. हाम्रो नि सेम नि वरिपरि छौं हैन. फेरि हाम्रो त मेरो त मम्मीको पनि घर पनि त्यही. खोइ देखिँदैन मेरो फोन त अलिक उयो छ र अहिले बनाउँदै गरेको हो कि के हो. मान्छेहरु देख्छु त के केही छ. दोकान मात्र गर्दा हुन्छ. घर त उहाँ माथि. साथीहरु अब चाहिँ हामी लगभग पुग्न आँटिसक्यौं. हामीले पुल चाहिँ काटिसक्यौं है भन्दा हुन्छ. अब अलिकति छ यति छ. हिँडिराछौं. अब त्यो डाँडामा हामी पुग्नु पर्ने. त्यो डाँडाको सरी हामी भन्दा नि म है म पुग्नु पर्ने एक्लै. हामी चाहिँ यहाँ अन्तिम पुलको अन्तिममा आइपुगिसक्यौं साथीहरु. पुललाई छिचोलिसक्यौं भन्दा हुन्छ. दोकान रहेछ नि. अब गएको बाइ बाइ. अब हामी चाहिँ छुट्यौं. अब यसो गरेर यो जंगल छ. यो जंगललाई चाहिँ छिचोलेर हामी पुरै म चाहिँ जानु पर्ने है एक्लै. डर पनि पो लाग्छ त मलाई त हो. त्यहाँ अब उकालो चढ्दै गरेको. अनि यहाँ चाहिँ अब उकालो छ. यो खोल्सी पार गरिसकेपछि डर लाग्दो बाटो पनि छ हैन. तपाईहरुलाई म देखाउँछु. अब यहाँदेखि चाहिँ ओह्रालो झर्नुपर्छ हैन. त्यसपछि चाहिँ यहाँ चाहिँ फेरि सर्पहरू लाग्ने पनि डर हुन्छ क्या. अनि कस्तो डर लाग्छ. अनि म खासै आउँदिनँ थिएँ पहिला. अहिले चाहिँ अब आज चाहिँ अब मेरो नातिनी बुहारी भनेर मेरो बाजे बोजूले माया गरेर आउनु भएको. अनि मलाई स्कुलबाट आऊ नानी भनेर बोलाउनु भएको थियो. अनि त्यही भएर म चाहिँ स्कुलबाट यतैको म्याम पनि हुनुहुन्थ्यो. उहाँसँग साथी बाँधिदिएर आएँ. अनि अब उकालो चढ्नुपर्छ. यो उकालो छ साथीहरु. अनि यो उकालो चढेपछि चाहिँ माथि छिचोल्नु पर्ने हुन्छ. डाँडा नै अघिको देखाएको डाँडामा पुग्नु पर्ने. म चाहिँ डाँडाको घरमा एक्लो घर छ. निकै गाह्रो हुन्छ क्या. अनि म खासै आउँदिनँ उताबाट सर्टकट बाटो पनि छ. तर त्यो चाहिँ माई खोला तरेर आउनुपर्ने हुन्छ. अहिले त माई खोला तर्ने कुरै भएन साथीहरु. निकै गाह्रो हुन्छ. अब म त फेरि खोला नखेलेको मान्छे हो कि. त्यही भएर निकै गाह्रो हुन्छ. आज म मेरो बाआमाको डाँडामा बसालिएको घर देखाउने छु तपाईहरुलाई. सो साथीहरु यो डरै लाग्दो यो अँध्यारो जंगल पनि मैले पार गरिसकेँ. साथ भरेर छिटो हिँडेको नि त मलाई डर लाग्छ नि त. त्यही भएर छिटो हिँडेको. हिँड्नै गाह्रो भएछ. जे पनि उकालो छ नि. यो डाँडा काट्नु भने यस्तो डाँडा छ. अब म चाहिँ गएसम्म नै तपाईहरुसँग कुरा गर्दै जान्छु ल. यता गोठ भन्दा पनि हुन्छ. एउटा घरे भन्दा पनि हुन्छ. सानोतिनो यसो पाखा रुङ्ने गोठ. अनि बाआमा चाहिँ अब गाईबस्तुहरू बाख्राहरू पालेर यतै बस्नुहुन्छ. हप्तामा पारी आउनुहुन्छ सङ्गतिको लागि.
यस्तै उकालो छ र मलाई यस्तै गाह्रो लाग्छ साथीहरू के गर्नु आउन मन लाग्छ नि बाबासँग कुरा गर्न भेट्नु बाबा भनेको फेरि को हो भन्नुहुन्छ होला हामी हजुरबा हजुरआमालाई चाहिँ बाआमा भन्छौँ सानैदेखि बानी भएर जस म चाहिँ बिहे गरेर आयो भन्दा नि बाआमा नै अब मेरो बुढोले बाआमै भन्नुहुन्थ्यो त्यसैले बाआमा नै भन्नु सिकेँ यो हेर्नु यो चाहिँ माई खोला हो खास गरी म चाहिँ माई खोलाको पहाडी भित्ताको टुप्पीमा आइपुगेको छु सो यो डाँडाहरू हो यो डाँडाको उयोमा चाहिँ आइपुगेँ है कस्तो राम्रो भ्यू आउँछ नि फेरि यहाँदेखि फोटोसोटो खिच्यो भने चाहिँ कत्रो आउँछ अब मेरो फोन त अलिक नराम्रै हो नि त त्यही भएर अनि लाग्छ कि मान्छेले हुँदा भन्दा नहुँदा नै इम्पोर्टेन्ट महत्त्व बुझिने क्या फेरि त्यही भएर अब मलाई पनि अहिले फोनको खाँचो छ आवश्यक छ अनि मलाई फोनकै महत्त्व मैले महसुस गरिरहेको छु होइन त्यस्तै लाग्छ क्या हुन त अब त्यही भएर म चाहिँ चिता बुझाएर यही उयोबाट यस्तै फोनबाट भए पनि तपाईँहरूमा मैले भिडियो मेरो इच्छा अनि अब झन्डै लडे चाहनाहरू पुरा गर्दैछु मलाई चाहिँ खास गरी एडिट गर्न पनि नआउने के साथीहरू अनि एडिट पनि केबाट गर्ने हो थाहै छैन होइन र पनि मेरो इच्छा चाहिँ यसो नै भ्लगहरू बनाउने अनि मेरो इच्छा नै यस्तै क्या भिडियोहरू बनाउने तर मैले चाहिँ फोन नभएको कारणले गर्दा यसो भए अनि अस्तिको 3 महिनाको सेलरीले चाहिँ मैले यो फोन किनेको क्या साथीहरू मलाई कति गाह्रो भयो त्यही भएर म यो फोनले यति माया गर्छु होइन सो म चाहिँ हाम्रो बारीमा आइपुगेको छु हाम्रो बारीमा चाहिँ यस्तो कोलाहरू रोपेको छ पहिला चाहिँ दालहरू रोपिन्थ्यो सो यता उँधो पनि छ है अनि यहाँ चाहिँ खोला देखिरहेको छ यतिखेर यहाँदेखि चाहिँ अहिले चाहिँ हरियो भरौ भएर चाहिँ केही पनि देखिँदैन खासै सो म चाहिँ आइपुगेँ आमाकोमा ठिस्टिङ के काट्नु भएको बा यता हेर्नु न के काट्नु भएको बाख्रा हेलो आमै खासै काट्नु भएको ला हो हाम्रो कटेरो पनि आइपुग्यो है म चाहिँ साथीहरू होइन यहाँ को देख्नु भयो चिन्डे के छ खबर ठिक छ हो खाना पनि पाकिसकेछ हौ खाना पनि पकाइँदैछ यहाँ होइन म चाहिँ गोठमा आइपुगेँ यही चाहिँ मेरो बहिनी हो होइन यता फर्किन एउटा मेरो बहिनी उताको साइनले होइन माइतको साइनले यताको साइनले चाहिँ मेरो देउरानी यता हेर्नु न मेरो छोलो हेर्देऊ न क्युटे खै मलाई माया गर्नु भएको नि मैले माया नगर्ने खै मिठो भयो एकछिन हेर्नुपर्छ ल टमाटर छ कि छैन आमा छ मैले यहाँ 20 रुपियाँको लिएको थिएँ हौ यो चाहिँ हाम्रो गोठ म चाहिँ गोठमा आइपुगेको छु होइन पारी भित्तामा चाहिँ हाम्रो घरहरू देखिन्छ है यो एरियामा चाहिँ हाम्रो घरहरू छ होइन माइपारी अनि यो चाहिँ हाम्रो पाखाहरू सुपारीहरू लगाएको छ के कोलाहरू लगाएको छ आकाश नै छुन आँटेको जस्तो महसुस हुन्छ हो यहाँ आउँदा त साथीहरू होइन आकाशै छुन आँटेको जस्तो लाग्छ नि आयो यसरी माथि आकाशै नजिकै छ जस्तो लाग्ने के ल्याइदिनु भएको गिजास के गर्नु म यसको के गर्नु हो दुध खाने बोतुको हो यो ए गिलास भन्नु न दुध खाने गिलास हो उयो गाईको खाने हो ए कुन गाईको अरे भन्नु त लु देखाउनु त हातले देखाउनु त कुन गाई अरे कुन हो उयो यसको ए ओखियो बाख्रा देखाउनु बाख्रा देखाउँछु बाख्रा देखाउनु अरे हो हाम्रो बाको बाख्रा के बनाउनु भएको आमा खोल्ले
खोले खतरा छ नि फेरि हाम्रो खोलाइदिएछ होइन आमा यहाँ चाहिँ खोले बनिँदैछ बाख्राहरू चाहिँ यहाँ छ होइन साथीहरू खतरा खतरा छ नि हाम्रो त फेरि बाख्राहरू सकिन्छ त खोला बाढी कत्रा आएको छ अहिले एकछिन पानी त्यो पनि तिर्तिर आएको नि पानी पनि तिर्तिर आएकोले नै आमा चाहिँ आराम गरेको हो होइन आमाले चाहिँ रेडी गरेर बाख्रालाई खोले लगिदिँदै हुनुहुन्छ म चाहिँ भर्खर आएर पसिना लाउँदैछु है साथीहरू ड्रेसमै छु फेरि ओफ 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 हजुर के भन्नुभयो हो र यति नै आउँछ 100 रुपियाँको यति नै आउँछ यो अझै आउँछ ल कोला चाहियो भन्नु है साथीहरू यहाँ कोलाको बोट्टे बोट छ कोलाको घरि यहाँ हेर्नु खतरा छ नि फेरि हाम्रो त यहाँ त खतरा हुन्छ मलजल भएर होला कि माटो राम्रो छ अरे हो यताको होइन आमा कोलाको घरि पनि खतरा हुन्छ आमाको लुगा लगाएर ठक्क गुन्यु अनि माथि टी सर्ट लगाएर चाहिँ अब रेडी भएको छु के गर्नु भन्नुहुन्छ होला खुट्टा पोल्न यस बेला चाहिँ खुट्टा पोल्दै गरेको होइन खुट्टा पोलेर राख्नुपर्छ पछि सुप खानुपर्छ यसको पानी आयो भिजोक रमाइलो उयो ओढाउनु पर्छ नि छाता के अघिदेखि भिजेको हो भाइहरू मेरो मसँग छाता थियो नि छाता ओढाउनु पर्छ यस्तो कालो मैलो भएर आयो एकैचोटि पापा आउनु भन्दै हुन्छ मैले अब चाहिँ हामीले मासु पनि पोलेर रेडी गरेको छौँ होइन अलिकति अब यो चाहिँ एक पिस भए पनि चाख्ने छौँ पोलेको मासु आउनु है खानलाई ओ ल ल ल ल ल कति छिटो लडिगएको हौ धुर्मुस बाबे पनि निक्लिन्छ अब छुर्पी पनि तपाईँहरूलाई देखाउने छु यहाँ हेर्नु है त यो चाहिँ लोकल छुर्पी हो बामाले बनाउनु भयो देखियो अर्ग्यानिक छुर्पी दुधको है अर्ग्यानिक यहाँ अझै छ यहाँ काट्नलाई रेडी गर्दा हुन्छ बाले मेरो प्यारो बाले अब हामीलाई दिनुहुने अरे क्या चाख्नलाई कस्तो भयो भनेर बाले चाहिँ यहाँ काटिदिँदै हुन्छ हामीलाई छुर्पी हामीले काट्न जान्नु अरे त्यही भएर अलिक काटिदिनु भयो अब खाने हेर्नु यहाँ कस्तो दामी के अर्ग्यानिक हो नि फेरि हामी त अर्ग्यानिक मात्रै खान्छौँ जे पनि साथीहरू म उज्यालोमा गएर देखाउँछु ल भित्र भएर अँध्यारो भयो सो अहिले चाहिँ पानी पनि रोकिसकेको छ अनि कस्तो दामी भइरहेछ है यहाँ कति शीतल पनि आज हरियोमा पुरै हरियो हरियो हरियाली रमाइलो हुन्छ क्या यहाँ आएपछि चाहिँ फेरि होइन आमा म चाहिँ छुर्पी खान आँटेको आमा चाहिँ उहाँ हुनुहुन्छ है फेरि साथीहरू होइन मेरो प्यारी आमा हुनुहुन्छ उहाँ चाहिँ फेरि मगरसँग आउनुभएको खास गरी कास्ट चाहिँ फेरि के हो साथीहरू गेस गर्ने उहाँको नातिनी बुहारी म चाहिँ बोजू सासु परेँ हेर्नुहोस् यो कोला कतिको फलेको छ राम्रो छ कि राम्रो छैन यता हामीले यहाँनिर 200 बोट लगाएको छौँ हाम्रो कोलाको खेती लगाएको छौँ 100 बोट सुपारी त्यसको मुनि मुनि अरू बिरुवाहरू तपाईँहरूलाई म के सन्देश दिन चाहन्छु भने तपाईँहरूको नि पाखा पखेर छ भने यसरी बिरुवा लाउनुहोस् बिरुवा लगाएर त्यसको फल चाहिँ खानुपर्छ भनेर म सन्देश दिन चाहन्छु यहाँ हेर्नु त यसरी तपाईँहरूको पनि भिर पाखाहरू छ भने तपाईँहरूले पनि यसरी खेती गर्न सक्नुहुनेछ अरू बिरुवाहरू पनि छ कागती छ धेरै धेरै आम्दानी हुन्छ तपाईँहरू पनि कोसिस गर्नु होला लाउनु होला त्यतिकै व्यर्थैमा हामी बसेर नखाउँ देख्नुभयो त हाम्रो कोलाको खेती
मेरो बोजूको कुरा चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई यसो कमेन्ट लाइक गर्नु होला। सिधा सिधा छ बोजू पनि, अलिक बोल्नु पनि जान्दिनँ। म चाहिँ छुर्पी खाँदैछु साथीहरू, एकदम मिठो 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 थियो होइन। अब चाहिँ बाले चाहिँ दुध धुनु आँट्नु भएको छ गाईको। हामीले गाई पनि पालेको छ नि त यहाँ बाजे बोजूले, गाई बाख्रा अनि त्यहाँदेखि सुँगुरहरू पाल्नु भएको छ अनि यो खेतीहरू गर्नु भएको छ। यस्तो यस्तो ठाउँमा पनि बाआमाले चाहिँ एकदम दुःख गरेर सङ्घर्ष गरेर चाहिँ होइन साथीहरू आम्दानीहरू गरिराख्नु भएको छ। दुःख भए तापनि उहाँहरूले चाहिँ एकदम मेहनत गरेर गर्नुहुन्छ साथीहरू। उहाँहरू चाहिँ फेरि एकदम धेरै मेहनत गर्नुहुने हुनुहुन्छ क्या। अनि यस्तो ठाउँहरू पनि यति सुन्दर बनाउनु भएको छ हेर्नु त, स्वर्ग जस्तै बनाउनु भएको छ। यहाँ आउँदा चाहिँ कति आनन्द हुने कि बेग्लै आनन्द साथीहरू। यो ठाउँमा चाहिँ हेर्दा चाहिँ पारिबाट चाहिँ डाँडा देखिन्छ, तर पनि यहाँ आइसकेपछि कस्तो रमाइलो हुन्छ। अझै यहाँ बोट बिरुवाहरू रोपेपछि चाहिँ एकदम रमाइलो देखिने, अनि यहाँ आएपछि हरियाली हुने सधैँ होइन। एकदम रमाइलो ठाउँ छ साथीहरू। नेपालको दोस्रो लामो पुलदेखि नजिकै पर्छ है फेरि मेरो बाआमाको गोठ चाहिँ। यहाँ चाहिँ मेरो मम्मी पनि आइपुग्नु भयो पारी। हाई गरिदिनु न मम्मी। मेरो मम्मी आउनुभयो होइन। यहाँ तल अङ्कल आउँदै हुनुहुन्छ। अब एक गरेर होइन थोपा भएर चाहिँ समुद्र भए जस्तै हामी चाहिँ एक भएर भेला भएर परिवार भेला भएर हामी चाहिँ यहाँ एकजुट भएर यहाँ रमाइलो गर्नेछौँ आज। उहाँ हुनुहुन्छ है हाम्रो अङ्कल चाहिँ। हाई गरिदिनु न अङ्कल। खोइ हात हल्लाइदिनु। पुरै आफूको अचार खाएर होइन साथीहरू। के गर्नु पठायो नि अनुहार देखा। हेलो साथीहरू, अहिले चाहिँ हाम्रोतिर पुरै यतिखेर यो समयमा चाहिँ साँझ परिसकेको छ। रात पर्दैछ, यतिको अँध्यारो हुँदैछ। सो हाम्रो चाहिँ यस बेला हाम्रो गोठको भ्यू चाहिँ यस्तो छ है, कस्तो दामी छ। वाउ साथीहरू हाम्रो चाहिँ फाइनली पाकिसकेको छ सब्जी। सो हामी चाहिँ अब यहाँ खानेकुराहरू पस्किँदैछौँ, खानाहरू होइन। यहाँ चाहिँ आँपको लोकल आँपको अचार। सो अनि यहाँ चाहिँ तरकारी पाकिसकेको छ। यो चाहिँ खसीको मासु है साथीहरू। अनि यहाँ चाहिँ भात पाकिरहेको छ। सो हामी यहाँ पस्किनलाई रेडी हुँदैछौँ। हेर्नु है, मेरो नातिनी बुहारीहरूले पस्किँदैछन् खाना, अनि मासु, अनि दाल, अचार होइन। एउटा पार्टी जस्तो खाँदैछौँ साथीहरू। अब चाहिँ हामी खाना खान लागेको। यहाँ अङ्कलले चाहिँ खाँदै हुनुहुन्छ। कस्तो भयो अङ्कल आजको रेसिपी? सो साथीहरू हामी चाहिँ अब गोठको भान्सा हो नि त हाम्रो चाहिँ, गोठको पार्टी। त्यही भएको कारणले गर्दा त्यस्तै के पऱ्यो यसको नाम त, डेक्ची होइन, नामै थाहा छैन नि त। डेक्ची कराई बल भयो होइन, यस्तै छ है साथीहरू, माइन्ड नगर्नु होला। सो हाम्रो डल्लै खाँदै हुन्छ। के खानुभयो छोरो? चिचिमा ए। सो अब चाहिँ हामी खाने छौँ साथीहरू। हामी चाहिँ मासु पनि खत्रै खान्छ नि त फेरि। यहाँ हेर्नु है, आम्मामा यहीँ छ होला 1 पावा जति त मेरै भागमा है। रेसिपी तर मेरो चाहिँ आज खत्तम भयो नि साथीहरू। आँखामा खोर्सानी अचार कुटेको, खोर्सानी आँखामा परेर नि रुँदा सो साथीहरू अब चाहिँ म चाहिँ खाने छु। यहाँ छ है बाको रसहरू के लगाएर खानु हुने बा। सो अब चाहिँ खानु स्टार्ट। धन्यवाद छ प्रभु तपाईँलाई यो वचनहरू जुटाइदिनु भएकोमा। पोक पनि खानेछौँ। सो चट्ट मिठो धेरै मिठो भएको छ साथीहरू। अब चाहिँ यो बोसो खतरा खाने स्पेसल। ए धेरै नलगाइदिनु न, पो खाउँछ त्यसले।
अहिले एकछिन दिनु बरु अब यहाँ स्पेसल हाम्रो आउँदैछ है अर्को डिस मिठो भएछ है सब्जी ला किरा छ्याको भिडियोमै आइदियो नि त अब त राखेको ल साथीहरू अब चाहिँ हामी खाइपी गरेर होइन घरतिर लाग्दैछौँ सो घरतिर लाग्नलाई हामी चाहिँ रेडी हुँदैछौँ यहाँ नानी पनि बोकिरहेछौँ जुमै जुम कौन है यही लोग साथीहरू अब चाहिँ हामी गयौँ गोठलाई टाटा बाई बाई भन्दै आमा गएको ल बा गएको बाई 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 यता हेरेर त भन्नु नि बाई 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 आयो जाउँ ल गएको सो हामी चाहिँ बाटो लाग्यौँ गोठलाई चाहिँ टाटा टाटा बाई बाई लभ यू सो हामी चाहिँ हिँड्दैछौँ अलिक अप्ठ्यारो बाटो छ साथीहरू सो हामी चाहिँ अहिले चाहिँ खोला बाटो जाँदै गरेको हाम्रो अहिले चाहिँ अब लाठीहरू पनि हुनुहुन्छ नि त अङ्कल अनि भाइ हुनुहुन्छ अनि त्यही भएर हामी चाहिँ खोलाबाटै जानु पर्यो भनेर सोचेर हामी खोलामा जाँदैछौँ सो ओह्रालो ओह्रालो छ अब चाहिँ सिधा ओह्रालो छ साथीहरू एकदम ध्यान दिएर हिँड्नुपर्ने हुन्छ नभए एकैचोटि खोलामा पुगिन्छ यो पारै त बत्ती बलेको चाहिँ हाम्रो गाउँ हो साथीहरू अब त्यो पारी बत्ती बलेकोमा पुग्नुपर्ने हामी चाहिँ यहाँदेखि ठ्याक्कै कति चिप्लो हो छिटाउनु साथीहरू हामी चाहिँ खोला तरेर पनि अब घरतिर लाग्यौँ सो हामी चाहिँ एकैचोटि घर पुगेपछि भेट्नेछौँ म चाहिँ घरमा आइपुगिसकेको छु र फ्रेस पनि भइसकेको छु सो अहिले चाहिँ निकै रात पनि परिसकेको छ र मैले चाहिँ भिडियो एडिट गर्दा चाहिँ अहिले लगभग 9:30 भइसकेको छ है अनि सो म चाहिँ घर आइपुगेर फ्री भएर तपाईँहरूसँग फेरि पनि भिडियोमा जोडिन आएँ र म चाहिँ अब चाहिँ यो भिडियोलाई यहीँ इन्ड गर्नेछु भन्न चाहन्छु र मेरो भिडियोलाई हेरिकन लाइक सपोर्ट अनि सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई भन्न चाहन्छु र अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु सो अब चाहिँ म मेरो भिडियोलाई यहीँ इन्ड गर्नेछु ओके बाई बाई अर्को भिडियोमा फेरि भेटौँला।